नमस्ते मेरो सम्पूर्ण युट्युब फ्यामिली र आज चाहिँ म चाहिँ तपाईहरुलाई घुमाउनु पनि लान्छु। अन्त त्यही हो, हिजो बफ लिएको थियौं, मज्जाले पकाएर चाहिँ खान्छु भनेर चाहिँ हिजो पनि गरेको थियौं। कति साल भयो नि त हामीले यो बफको मासु नखाएको चाहिँ। अन्त हिजो चाहिँ मैले 2 केजी लिएको थिएँ। 1 केजी चाहिँ मैले सुकुटी बनाएर सुकाउँछु भनेर घाममा हिजो सुकाएको थिएँ र आज खाइहालिङ खाने हो भनेर चाहिँ सल्लाह गरिहालेको नि। फेरि लामो राख्यो भने त फेरि गनाउँछ के, यहाँ त अब आगोहरू छैन नि त हैन। अन्त आगोमा रपाको र यो घाममा राखेको त अब मलाई त लाग्छ अलिकति डिफरेन्सै हुन्छ भनेर नि, त्यसले गर्दाखेरि चाहिँ आजै मज्जाले भुटेर खाइहाल्ने भनेर चाहिँ पकाए पनि। अनि त्यही हो, अब जाउँ तपाईहरुलाई चाहिँ म तपाईहरुलाई घुमाउनु लान्छु के, कस्तो राम्रो राम्रो जग्गाहरू छ यहाँ चाहिँ तपाईहरुलाई म देखाउँछु, त्यहाँको भ्यूहरू कस्तो छ भनेर हैन। फेरि लोटसहरू कस्तो फुलिरहेको रहेछ के साथीहरु। र अब के भन्ने, आज यति नै भन्छु, जाउँ घुम्नु ल। सबसे पुरानो मलाई प्लान लाग्छ यसलाई क्या। सानो हुँदा क्या हामीहरू सानो खेल्दाखेरि पनि नभएछ हेर बाटोमा प्रजित भएछ नि हो। ए त्यो त कहाँ उयो पो हो त, पापो हो त। पाहा त के कसरी हो त, गाडीले खिच्चाएको कि मने पाप, यो त खाँदा हुन्छ त। यो योङचाक जस्तो पनि लाग्छ। के हो यो फल्दिन्छ कस्तो राम्रो कलर, फेरि टमेटो दुनियाँभरको छ त यहाँ। त्यसको लागि माउरी के गरेको हौ हेर्नु न कता कता निस्केको सिक्दैछ। त्यसलाई के को भन्छ, स्लिपिङ ब्युटी भन्दैनौँ हामीले, हामीले गर्न आन्दाज हाम्रो त बुहारी झ्यार पो भन्छ त। ओके मेरो टोपी हेर्नु पछि। ओके त्यो चाहिँ अब पुरा एकदम बुलेट प्रुफ होला नि त। अब त के यस्तो गरेर कुदेको छ कि हो त, नकुदे त घट्दैन अब यस्तो गरेर कुदेको छ। तर उमेरले त कुद्नु। चलाउनु जाउँ। अब चाहिँ फेरि घर पुग्नु पर्ने, फेरि घरमा भेट हुने। आज चाहिँ हिजो ल्याएको मासु मैले चाहिँ सिला पारेर राखेको थिएँ। यो चाहिँ आज चाहिँ म चाहिँ यसमा फ्राई गरेर खाँ कि भनेर पनि सोच्दैछु होइन। यहाँ चाहिँ यति काटिसकेँ, चाहिँ यत्रो काटिसकेको छु। 1 केजी चाहिँ मैले सुकाएको थिएँ, अन्त यति काटिसकेको छु। अब झोल खाने हो कि फ्राई खाने हो कि भन्दै सोच्दैछु। अब एकैचोटि भेटौँ होला भरे खानामा ल। भइसक्यो, सुकुटी पनि रेडी भइसक्यो साथीहरू, कोपीसँग मजाले गरेर पकाएको। यहीँबाट सारा थाहा हुन्छ। आज दोकान दामी हो, भोलि मान्छे कहाँ जाने। सुकुटी त मिठो हुन्छ त। दादा नाख्छ बोका छैन। नानीहरूलाई त टिफिनको लागि राम्रो हो। जिस केजी भैँसीको मासु मात्रै सबसे सस्तो 30 रुपियाँ केजी थियो हाम्रो त्यति बेला।
ल युट्युब फ्यामिली आजको भ्लग पनि अब खत्तम गर्ने बेला भयो। हामी बफसँग पनि मासु खायौँ। अब भनौँ 3-4 सालको बादमै नै खाएको हामीले चाहिँ यो बफ मासु चाहिँ मिठो भएको थियो। फ्राई गरेर खायौँ अनि साथीहरूले खाएकोहरू देख्दा पनि खानु मन लाग्छ नि त, त्यसले गर्दा ट्राई गरेको मिठो भयो। अनि तपाईँहरूलाई चाहिँ जग्गाहरू मन पर्यो होला, मन पर्यो भने तपाईँहरूले हाम्रो भिडियो हेर्नुभयो भने चाहिँ कमेन्ट पनि गर्नु होला ल। र भन्नु चाहन्छु कि हाम्रो यो भ्लगलाई चाहिँ, मेरो भ्लगलाई चाहिँ सपोर्ट पनि दिनुहोस् है त ल। भन्दै आजको लागि यति नै। लभली मेरो युट्युब फ्यामिलीहरूलाई बहुत बहुत धन्यवाद भन्दै बिदा चाहन्छु। झरेर हामीलाई एकदम साह्रो पारेको छ कि, त्यसले गर्दाखेरि टिप्नु लगाएको।